जब उसको 9 महिना चल्दै थियो, गर्भमै मोटरसाइकलबाट लड्यो। साथमा हामी बाबुआमा पनि थियौँ। हामीलाई के भयो थाहा छैन। भाग्यवश ऊ सकुशल थियो, केही भएन। ऊ यो संसारमा आयो बहारसँगै। हाम्रो खुसीको सीमा नै रहेन। चाँडै ऊ बढ्दै पो गएछ। 2 वर्षको पुगिसक्यो, पत्तै भएन। जब हिँड्ने बेला हुन्छ ऊ हिँड्दै हिँडेन, बोल्ने बेला हुन्छ बोल्दै बोलेन। न त भोक लागेको थाहा पायो, न त शोक परेको थाहा पायो। थाहा पायो यति कि जति उसलाई मन परेको छ, न त माग्न सक्यो जति उसलाई चाहिएको छ। बेलायतको हिउँ परेको बाटोमा जब म उसलाई घुमाउन लान्छु, ऊ बेतोडले रुन्छ। मलाई थाहा छैन किन। म उसलाई अङ्गालोले बेर्छु, काँधमा हाल्छु, तर ऊ शान्त हुँदैन। म बेरमा थाहा पाउँछु सायद उसका हातहरू ठिर्याएका त छैनन्। घर पुग्छु, तातो पानीमा उसका हातहरू सेकाउँछु र ऊ बिस्तारै शान्त हुन्छ। हातमा क्रिम लगाइदिन्छु र सोध्छु बिचरा कति ठिर्याएको होला ती कलिला हातहरू। यसले पनि आफ्नो दुःख भन्न मात्र सके कस्तो हुन्थ्यो होला। म बाबु हुँ, केही महसुस गरे, थाहा पाएँ। सोध्छु उसँग कोही भएको भए के हुन्थ्यो होला। ऊ 4 वर्षको भयो। डाक्टर कालमनको चिठी आउँछ। रोयल बक्सायर हस्पिटलमा मिटिङ हुन्छ। हामी दुवैजना उपस्थित हुन्छौँ। साथमा ऊ त हुने नै थियो। ऊ खेल्न थाल्छ केयर वर्करको साथ। हामी मिटिङ रुममा छिर्छौँ डाक्टरसँग। डाक्टर कालमन रिपोर्ट पढ्न थाल्छिन् उनको टिमको साथमा। उसमा लेखिएको हुन्छ कि हाम्रो छोरामा अटिजम छ। मन भक्कानिन्छ। हामी एकअर्कालाई हेर्छौँ अनि स्वीकार्छौँ। यो त्यति असहज थिएन किनकि अन्दाज पहिले नै थियो। तर पनि बाबुआमाको आशा किन मर्थ्यो र सन्तानप्रतिको जिउँदै थियो। समय बित्दै गयो, धेरै कुराहरू सिक्दै गयो। उसको सिक्ने शैली अलग छ, बोल्ने शैली अलग छ। आज हामी यही उसको शैलीसँग रमाउँछौँ जसमा उसको बालापन अझै बाँकी छ। न त्यसमा कुनै स्वार्थ छ, न त कुनै अहम नै, न कुनै भविष्य जोडिएको छ, न त वर्तमान नै। यसरी दिनहरू बितेछन्। 16 वर्ष पार गरेर 17 लागेछ, थाहै भएन। उसको निश्चल बालापन जाँदै गएन, अझै गएन। धन्यवाद।